Okay, so hello everyone, it's me Master Rex and again welcome back to our brand new video. So आजको भिडियोमा चाहिँ हामीले क्लास 11 को फिजिक्सको डाइमेन्सन टपिकलाई के गर्छौं पुरै कभर गर्नेछौं फ्रम बेसिक टु अपर हाम्रो बुकमा भएको सबै कुराहरुलाई के गर्छौं हामीले आजको यो भिडियोमा चाहिँ कभर गर्छौं. सो ढिलो नगरिकिन अब भिडियोतिर लागौं है त. सो डाइमेन्सन भनेको चाहिँ के हो यो बुझ्नुभन्दा पहिला हामीलाई पहिला कुनै बेसिक कुराहरु चाहिँ थाहा हुनुपर्छ. ओके हो त्यो बेसिक कुराहरु हामीलाई थाहा भएपछि बल्ल हामी डाइमेन्सनमा मुभ गर्छौं. त्यही भएर के बेसिक कुरा हो त्यो हामीलाई डाइमेन्सन थाहा हुनुको लागि हामी के गर्छौं पढ्छौं. सबैभन्दा पहिला थाहा हुन पर्यो हामीलाई फिजिकल क्वान्टिटी भनेको के हो. सबैभन्दा पहिला हामीलाई के थाहा हुनु पर्यो फिजिकल क्वान्टिटी भनेको के हो. अब फिजिकल क्वान्टिटी भनेको दोज क्वान्टिटी व्हिच आर मेजरेबल इन फिजिक्स भन्नुको अर्थ फिजिक्समा भएको तीन क्वान्टिटीहरु जुन कि के गर्न सकिन्छ मेजर गर्न सकिन्छ तिनीहरुलाई हामीले के भन्छौं तिनीहरुलाई हामीले भन्छौं फिजिकल क्वान्टिटी भन्छौं हैन. जस्तै एक्जाम्पलको लागि हाम्रो मासहरु भयो टाइम भयो लेन्थ भयो यिनीहरु सक्यो नि यिनीहरु भनेको फिजिकल क्वान्टिटीहरु हो किन किनकि यिनीहरुलाई हामीले मेजर गर्न सक्छौं एन्ड फिजिक्समा एक्जिस्ट गर्छन्. ओके सो अर्को हामीलाई के थाहा हुनु पर्यो अर्को हामीलाई थाहा हुनु पर्यो मेजरमेन्ट एन्ड युनिट्स. मेजरमेन्ट र युनिट्स थाहा हुनु पर्यो. ओके सो मेजरमेन्ट र युनिट्स. सो मेजरमेन्ट भनेको के हो. मेजरमेन्ट भनेको मेजरमेन्ट इज द प्रोसेस अफ कम्पेयरिङ अननोन क्वान्टिटी विथ स्ट्यान्डर्ड नन क्वान्टिटी. मतलब कुनै पनि एउटा थाहा नभएको अननोन क्वान्टिटीलाई अर्को थाहा भएको स्ट्यान्डर्ड क्वान्टिटीसित के गर्नु हो कम्पेरिजन गर्नु हो. त्यसैले नै हामीले के भन्ने हो मेजरमेन्ट भन्ने हो. फर इक्जाम्पल अब जस्तै कि मसँग यो हातमा एउटा मार्कर छ हैन यसको मलाई एक्ज्याक्ट लेन्थ के छ थाहा छ र थाहा छैन. बट यदि मैले कुनै एउटा स्केल लिएँ हैन स्केलले अब त्यो स्केलमा हामीलाई के छ त्यसको स्ट्यान्डर्ड क्वान्टिटी हामीलाई के गरिरहेको छ मेजरमेन्ट दिएर स्ट्यान्डर्ड के छ हामीलाई क्वान्टिटीको त्यसको भ्यालु थाहा छ. जस्तै कि त्यसमा प्रिन्टहरु हुन्छ नि 1 cm 2 cm 3 cm त्यो भनेको स्ट्यान्डर्ड नन क्वान्टिटी हो. सो जब त्यो हामीले मेजरमेन्ट लिएर यसलाई नाप्छौं र जब यसको लेन्थ निस्किन्छ त्यो नै के हो हाम्रो मेजरमेन्ट हो. मानौं यो मार्करको लेन्थ 12 cm निक्लो भनेपछि यो 12 cm हाम्रो के हो मेजरमेन्ट हो. बुझ्यो हो. अब युनिट भनेको के हो युनिट इज द स्ट्यान्डर्ड नन क्वान्टिटी अथवा युनिट इज द स्ट्यान्डर्ड क्वान्टिटी वी युज टु मेजर. युनिट भनेको के हो स्ट्यान्डर्ड क्वान्टिटी हो जसलाई हामीले के गर्छौं मेजर गर्नुको लागि युज गर्छौं. फर इक्जाम्पल एउटा 15 केजी को बच्चा छ भनेपछि 15 हाम्रो के भयो 15 हाम्रो न्युमेरिक भ्याल्यु भयो हैन 15 हाम्रो न्युमेरिक भ्याल्यु भयो अनि हाम्रो यो केजी छ नि यो के भयो युनिट भयो. अब एउटा कुरा युनिटलाई किन हामीले स्ट्यान्डर्ड क्वान्टिटी भन्छौं त किनभने यसको भ्याल्यु के हुन्छ स्ट्यान्डर्ड हुन्छ. मतलब कि सबै ठाउँ सेमै हुन्छ. फर इक्जाम्पल 1 केजी इज इक्वल टु 1000 ग्राम यो के हो सबै ठाउँ सेमै हुन्छ कहीँ गएर चिन्जु नि हैन. ओके सो अब नेक्स्ट हामीले के जान्नु पर्यो नेक्स्ट हामीले जान्नुपर्ने कुरा चाहिँ टाइप्स अफ फिजिकल क्वान्टिटी. फिजिकल क्वान्टिटीहरु चाहिँ कति प्रकारको हुन्छन् हामीलाई नेक्स्ट त्यो थाहा हुनु पर्यो. एउटा अब हाम्रो फिजिकल क्वान्टिटी कतिवटा हुन्छन् दुईटा हुन्छन् कुन एउटा फन्डामेन्टल क्वान्टिटी अर्को डिराइभ्ड क्वान्टिटी हैन त हो. अब फन्डामेन्टल क्वान्टिटी भनेको के हो र डिराइभ्ड क्वान्टिटी भनेको के हो. फन्डामेन्टल क्वान्टिटी भनेको त्यस्तो क्वान्टिटी जुन इन्डिपेन्डेन्ट हुन्छन् अथवा अरूमाथि डिपेन्ड हुँदैनन् हो कि हैन हो. जस्तै कि अब हाम्रो लेन्थ भयो टाइम भयो मास भयो एन्ड टेम्परेचर भयो करेन्ट भयो ल्युमिनस इन्टेन्सिटी भयो अमाउन्ट अफ सब्सटेन्स यति सातवटा के हुन् यिनी सातवटा हुन् फन्डामेन्टल क्वान्टिटी. यिनीहरू के हुन्छन् अरू क्वान्टिटीमाथि डिपेन्ड हुँदैनन्. जस्तै हामीलाई किसिको लेन्थ निकाल्नु छ र हामीले किसिको मास बढ्यौँ भने के त्यो लेन्थ घट्छ या बढ्छ हुँदैन नि हो. किनकि तिनीहरू किसिमाथि डिपेन्ड छैनन् इन्डिपेन्डेन्ट छन् हो. त्यस्तो क्वान्टिटीलाई हामीले के भन्छौँ फन्डामेन्टल क्वान्टिटी. अब नेक्स्ट आउँछ हाम्रो डिराइभ्ड क्वान्टिटी. डिराइभ्ड क्वान्टिटी भनेको के हो डिराइभ्ड क्वान्टिटी भनेको त्यस्तो खालको क्वान्टिटी जसले के गरिरहेको छ दुईटा या दुईभन्दा बढी फन्डामेन्टल क्वान्टिटीलाई युज गरेर बनेको छ भनेको दे आर डिपेन्ड अन अदर क्वान्टिटिज अर दे आर नट इन्डिपेन्डेन्ट. यिनीहरू के हुन्छन् अरू क्वान्टिटीमाथि डिपेन्ड हुन्छन् अथवा तिनीहरू के हुँदैनन् इन्डिपेन्डेन्ट हुँदैनन्. फर इक्जाम्पल हाम्रो फोर्स भयो हाम्रो फोर्स डिराइभ क्वान्टिटी हो किनकि फोर्स भनेको मास इन्टु एक्सिलरेसन भयो. अब मास या एक्सिलरेसन बढ्यो भने के हुन्छ फोर्स बढ्छ अगर दुईटै घट्यो भने फोर्स पनि घट्छ भनेपछि यसको जुन आउटकम छ त्यो यसमाथि डिपेन्ड हुने भयो. त्यही भएर यो के भयो डिराइभ क्वान्टिटी भयो. ओके अर्को हामीलाई सिम्पल इन्डिसेसको लहरू अनि के थाहा हुन् रुलहरू र पावर भनेको के हो त्यो थाहा हुनु पर्यो. मैले म्याथको सिरिजमा नि भनेको थिएँ पावर भनेको के हो कुनै पनि नम्बरले आफूलाई कति टाइम्स मल्टिप्लाई गरिरहेको छ भनेर के गर्छ पावरले डिटरमाइन गर्छ. फर इक्जाम्पल हाम्रो 2 को पावर 4 छ भनेपछि चाहिँ यो 2 ले आफूलाई 4 टाइम मल्टिप्लाई गर्छ भनेर के रिप्रेजेन्ट गर्छ भनेको हो कि नै हो. अब चाहिँ हामीले के गर्छौँ अब इन्डिसेसको इम्पोर्टेन्ट यो च्याप्टरमा चाहिँ नि लहरू के गर्छौँ लेख्छौँ. तिमीहरूले चाहिँ यो चाहिँ नोट डाउन गराऊ है त. एउटा ल के चाहियो एउटा ल चाहियो हामीलाई a को पावर 0 छ भने 1 हुन्छ अर्को a को पावर 1 छ भने a हुन्छ अर्को a को पावर -1 छ भनेपछि त्यो 1/a हुन्छ हैन. त्यसैगरी a को पावर 1/2 छ भनेपछि चाहिँ त्यो भनेको √a हुन्छ. त्यसैगरी a को पावर त्यसैगरी 1/√a छ भनेपछि चाहिँ त्यो भनेको a को पावर -1/2 हुन्छ हैन. अरु a इन्टु a को पावर x र a को पावर y छ भनेपछि चाहिँ त्यो a को पावर x प्लस y हुन्छ र यदि a को पावर x छ एन्ड b को पावर x छ भनेपछि चाहिँ त्यो a अपन b को होल पावर
एक्स हुन्छ अनि a को पावर -2 छ भनेपछि चाहिँ यो a जो हुन्छ भन्ने हो। बुझ्यो? हो यो फर्मुला चाहिँ तिमीहरूले नोट डाउन गरौ छिटो छिटो। ओके नोट डाउन गर्यो? नाउ अब हामी के गर्छौँ, अब हामी जान्छौँ डाइमेन्सनतिर। सो अब हामीले बेसिक कुराहरू जान्नुपर्ने हो। यिनी बेसिक कुरा हाम्रो के हुनु पर्यो, डाइमेन्सन पढ्नुभन्दा पहिला कम्पलसरी थाहा हुनु पर्यो। के कुरा थाहा हुनु पर्यो? फिजिकल क्वान्टिटी भनेको के हो, टाइप्स अफ फिजिकल क्वान्टिटी, मेजरमेन्ट भनेको के हो, युनिट भनेको के हो, अनि यति बेसिक के अरे पावर र ल अफ इन्डिसिस भनेको के हो। ल अफ इन्डिसिस भनेको के हो भन्दा नि यति 5 6 जति बेसिक ल अफ इन्डिसिसको के हुनु पर्यो, नलेज हुनु पर्यो। सो अब हामी के गर्छौँ, डाइमेन्सनतिर जान्छौँ। सो बेसिकली साइन्टिस्टहरूले के गरिरहेको छन् भनेपछि चाहिँ फिजिक्सको वर्ल्डमा डाइमेन्सनलाई 2 पार्टमा के गरेको छन्, डिभाइड गरेको छन्। 2 पार्ट नभनौँ अथवा 2 वेमा डिस्क्राइब गर्ने के गरेको छन्, हाम्रोलाई गर्यौँ आइडिया दिएको छन्। एउटा आइडिया दिएछन् डिफाइन गर्ने बेस्ड अन कोअर्डिनेट्सको आधारमा, कोअर्डिनेट्सको र डिरेक्सनको आधारमा के अरे डिस्क्राइब गर्नु एउटा आइडिया दिएछन्। जस्तै हो त्यो कोअर्डिनेट्स र डिरेक्सनको आधारमा डिफाइन गर्ने डाइमेन्सनलाई भन्छन् हामीले स्पासियल डाइमेन्सन होइन। अनि अर्को हामीलाई फिजिकल डाइमेन्सन भनेर दिएछन्। अर्को हामीलाई के दिएछन्, फिजिकल डाइमेन्सन। हाम्रो बुकमा भएको फिजिक्सको यो स्पासियल डाइमेन्सन हामीले पढ्नु भनेको यो, बट हामीले स्पासियल डाइमेन्सनको नि के गर्छौँ, थोरै के गर्छौँ भनेपछि लुक हेर्छौँ। सो अब के को बारेमा पढ्ने हो हामीले, स्पासियल डाइमेन्सन। स्पेसियल डाइमेन्सन भनेको चाहिँ के हो त? स्पेसियल डाइमेन्सनले के भन्छ भनेपछि चाहिँ कुनै पनि एउटा अब्जेक्टको एक्ज्याक्ट पोजिसन पत्ता गर्नुको लागि कतिवटा इन्डिपेन्डेन्ट कोअर्डिनेटको इन्फर्मेसन चाहिन्छ भन्छ। भन्नुको अर्थ यदि कुनै अब्जेक्ट कहीँ छ भनेपछि चाहिँ हो त्यो अब्जेक्टको एक्ज्याक्ट पोजिसन पत्ता लगाउनुको लागि हामीलाई कतिवटा इन्डिपेन्डेन्ट कोअर्डिनेटको के हुन्छ, इन्फर्मेसन चाहिन्छ भनेर के गर्छ, हामीहरूलाई भन्छ। अब स्पेसियल डाइमेन्सनको अन्डर के आउने भयो, जस्तै 1 डाइमेन्सनल, 2 डाइमेन्सनल होइन, अनि 3rd डाइमेन्सनल, यो के हुने भयो, यो भनेको हाम्रो स्पेसियल डाइमेन्सन हुने भयो। यसमा हामीले के गर्छौँ भनेपछि चाहिँ कुन अब्जेक्ट कहाँ हुन्छ भनेर कुनै अब्जेक्टको एक्ज्याक्ट पोजिसन के गर्छौँ, पत्ता लगाउँछौँ किसको इन्फर्मेसनको आधारमा, इन्डिपेन्डेन्ट कोअर्डिनेट्सको इन्फर्मेसनको आधारमा। अब जस्तै 1 डाइमेन्सनललाई हेर्छौ भने, यदि तिमीहरूले 1 डाइमेन्सनललाई हेर्छौ भनेपछि चाहिँ यसको एक्ज्याक्ट पोजिसन हो, एक्सको एक्ज्याक्ट पोजिसन यदि कुनै अब्जेक्ट 1 डाइमेन्सनलमा छ भनेपछि चाहिँ यसको एक्ज्याक्ट पोजिसन निकाल्नुको लागि हामीलाई कतिवटा इन्डिपेन्डेन्ट कोअर्डिनेटको इन्फर्मेसन चाहिन्छ होला त? सोच्न सक्छौ? हामीलाई चाहिन्छ टोटल एउटा इन्डिपेन्डेन्ट कोअर्डिनेट हो। यदि कुनै अब्जेक्ट 1 डाइमेन्सनलमा छ भने हामीलाई कतिवटा इन्डिपेन्डेन्ट कोअर्डिनेटको इन्फर्मेसन चाहियो, एउटा। फर इक्जाम्पल एउटा यो लाइन हेर हो, अब यदि यो लाइनमा कुनै अब्जेक्ट छ भनेपछि चाहिँ हामीलाई एउटा इन्डिपेन्डेन्ट कोअर्डिनेट चाहियो। अब हेर यो एउटा कोअर्डिनेट छ कि यसमा, कि त अब यो यता कि त यो फरवर्ड जान सक्छ, कि त यो ब्याकवर्ड जान सक्छ, अरू कुनै कोअर्डिनेट छैन भनेपछि के हुने भयो, यो एउटै ठाउँमा हुने भयो, कि त फरवर्ड कि त ब्याकवर्ड। भनेपछि यस्तो प्रकारको अब्जेक्ट यदि यस्तो कुनै अब्जेक्ट यदि फरवर्ड र ब्याकवर्ड हुने मात्र सिचुएसनमा छ भनेपछि चाहिँ त्यस्तो हामीलाई के भन्छौँ, त्यसलाई हामीले भन्छौँ 1 डाइमेन्सनल अब्जेक्ट, अथवा त्यस्तो खालको के अरे डाइमेन्सनलाई हामीले के भन्छौँ, 1 डाइमेन्सनल भन्छौँ, जसमा एउटा मात्र कोअर्डिनेट हुन्छ। अनि त्यसको इक्जाम्पल के हो, एउटा लाइन हो। अथवा x = 5 मिटर, यसको अब एक्सको पोजिसन हामीलाई पत्ता लगाउनुको लागि कतिवटा कोअर्डिनेट चाहियो, एउटा कोअर्डिनेट मात्र चाहियो कि नै हो, भनेपछि हामीलाई कतिवटा कोअर्डिनेट चाहियो, एउटा कोअर्डिनेट अथवा एउटा लेन्थ मात्र चाहियो। अब यति बुझौ कि यदि 1 डाइमेन्सनलको कुरा हुँदैछ भनेपछि एउटा लाइनको कुरा हुँदैछ के, किनकि हामीलाई एउटा कोअर्डिनेट मात्र चाहियो, अनि त्यो एउटा कोअर्डिनेट के हो, लेन्थ हो। बुझ्यौ? जस्तै कि यो 1 डाइमेन्सनल हो भने यो यति लेन्थ हुन्छ होइन, यति हुन्छ, न ब्याक न केही। ओके, भनेपछि अब यदि 1 डाइमेन्सनलमा एउटा कोअर्डिनेट चाहिन्छ भनेपछि सेकेन्ड डाइमेन्सनलमा अब्जेक्टको पोजिसन स्पेसिफाई गर्न कतिवटा इन्डिपेन्डेन्ट कोअर्डिनेटको इन्फर्मेसन चाहिन्छ होला त? एनी गेसेस? अफ कोर्स दुईटा। कतिवटा? दुईटा इन्डिपेन्डेन्ट। कतिवटा इन्डिपेन्डेन्ट कोअर्डिनेटको चाहिँदो रहेछ, दुईटा। यदि कुनै पनि अब्जेक्ट सेकेन्ड डाइमेन्सनलमा छ भनेपछि चाहिँ त्यसको पोजिसन स्पेसिफाई गर्न हामीलाई कतिवटा कोअर्डिनेटको रिक्वायर हुन्छन्, दुईटा कोअर्डिनेटको रिक्वायर हुन्छन्। यसको इक्जाम्पल तिमीहरूको आँखा अगाडि छ, जस्तै कि यो कुनै एउटा प्लेन सर्फेस छ भनेपछि त्यो हाम्रो के हो, त्यो हाम्रो सेकेन्ड डाइमेन्सनलको एक्जाम्पल हो। फर इक्जाम्पल यदि यो यसको टप हेरिरहेको छ भनेपछि चाहिँ यो के हो, यो एउटा सेकेन्ड डाइमेन्सनलको एक्जाम्पल हो। किनकि यसमा दुईटा कोअर्डिनेट छन्, एउटा फरवर्ड ब्याकवर्ड कोअर्डिनेट, अर्को अप डाउन कोअर्डिनेट अथवा लेफ्ट राइट कोअर्डिनेट भयो होइन, एउटा फर्स्ट कोअर्डिनेट, सेकेन्ड कोअर्डिनेट। भनेपछि यसमा कतिवटा कोअर्डिनेट छन्, दुईटा कोअर्डिनेट छन्, त्यही भएर यसलाई हामीले के भनेको, सेकेन्ड डाइमेन्सनल कोअर्डिनेट भनेको। फर इक्जाम्पल अब यसमा कतिवटा कोअर्डिनेट हुने भयो, एक्स र वाइ, दुईटा कोअर्डिनेट हुने भयो भनेको यसमा लेन्थ इन्टु लेन्थ हुने भयो भनेको के हो, सेकेन्ड डाइमेन्सनल भनेको हाम्रो एरिया हो। यदि कुनै पनि कुराको एरिया छ भनेपछि चाहिँ त्यो के हो, हाम्रो सेकेन्ड डाइमेन्सनलको एक्जाम्पल हो भनेर बुझ्यो? हो। अब थर्ड डाइमेन्सनल भनेको चाहिँ के हो? अब थर्ड डाइमेन्सनल भनेको के हो, कुनै पनि अब्जेक्ट स्पेसिफाई गर्न यदि 3वटा इन्डिपेन्डेन्ट कोअर्डिनेटको आवश्यकता परिरहेको छ भनेपछि चाहिँ त्यो के हो, हाम्रो थर्ड डाइमेन्सनल हो। थर्ड डाइमेन्सनलमा हामीलाई कतिवटा इन्डिपेन्डेन्ट कोअर्डिनेट चाहिन्छन् रे,
3वटा कतिवटा थर्ड डाइमेन्सनलमा कुनै पनि अब्जेक्टको पोजिसन स्पेसिफाई गर्नु कतिवटा कोअर्डिनेटको इन्फर्मेसन चाहिन्छ 3वटा कोअर्डिनेटको इन्फर्मेसन चाहिन्छ। अब थर्ड डाइमेन्सनलमा कतिवटा चाहिन्छन् रे एक्स वाइ अझ एउटा कोअर्डिनेट के भन्नुभयो जेड कतिवटा कोअर्डिनेटको रिक्वायर्ड हुन्छन् थर्डमा 3टा कोअर्डिनेटको रिक्वायरमेन्ट हुन्छन्। अब यसको इक्जाम्पल सोध्छ भनेपछि चाहिँ हाम्रो यो रियल वर्ल्ड छ नि यो नि किसको इक्जाम्पल हो थर्ड डाइमेन्सनलको इक्जाम्पल हो। कसरी भन्छ भनेपछि चाहिँ जस्तो कि मैले यो भिडियो एउटा रुममा रेकर्ड गरिरहेको छु भनेपछि यो रुम के हो यो रुम भनेको एउटा थर्ड डाइमेन्सनलको इक्जाम्पल हो। कसरी यो एउटा कोअर्डिनेट भयो हैन यो अर्को कोअर्डिनेट भयो भनेपछि यो अझ एउटा कोअर्डिनेट गएको छ नि हो यो के भयो थर्ड डाइमेन्सनल कोअर्डिनेट भयो भनेपछि के हुने भयो फरवर्ड ब्याकवर्ड नि हुने भयो लेफ्ट एन्ड राइट पनि हुने भयो अनि अप एन्ड डाउन पनि हुने भयो थर्ड डाइमेन्सनलमा। अब थर्ड डाइमेन्सनलमा 3टा कोअर्डिनेट छन् भनेपछि चाहिँ लेन्थ इन्टु लेन्थ हुने भयो हैन हो लेन्थ इन्टु भनेको एल क्युब भयो यो भनेको के हो हाम्रो भोल्युम भयो भनेपछि चाहिँ यदि कुनै पनि कुरा अब्जेक्टको भोल्युम छ भनेपछि चाहिँ त्यो के हो त्यो भनेको हाम्रो थर्ड डाइमेन्सनल हो बुझ्यो हो। थर्ड डाइमेन्सनलको अन्डरमा के आउने भयो अब्जेक्ट्सहरूको भोल्युम आउने भयो। सो यति नै हो हामीले यति कुरा नै हामीले के यति कुरा नै हामीले स्पेसियल डाइमेन्सनमा के हो जान्नुपर्ने हो किनकि यो हाम्रो टेक्स्ट बुकमा अथवा हाम्रो 11 को फिजिक्समा छैन त्यही भएर हामीले यसलाई त्यति फोकस गर्दैनौँ। हाम्रो मेन इम्पोर्टेन्ट के हो हाम्रो मेन इम्पोर्टेन्ट हो फिजिकल डाइमेन्सन। अब हामी केतिर जान्छौँ अब हामी जान्छौँ फिजिकल डाइमेन्सनतिर। फिजिकल डाइमेन्सन भनेको चाहिँ के हो त फिजिकल डाइमेन्सन भनेको चाहिँ के हो। अब एउटा कुरा के फिजिकल डाइमेन्सन भनेको कुनै पनि कोअर्डिनेटको कुनै पनि अब्जेक्टको पोजिसन स्पेसिफाई गर्नु कतिवटा कोअर्डिनेटको इन्फर्मेसन चाहिन्छ हो त होइन। हामीले जुन स्पेसियल डाइमेन्सन पढ्यौँ र जुन अहिले फिजिकल डाइमेन्सन पढ्न जाँदैछौँ यो के हुन् दुईटै एकअर्कासित कम्प्लिटली डिफ्रेन्ट छन् भनेको दुईटै डाइमेन्सन त हुन् तर एउटा डाइमेन्सन अर्को हो भनेपछि चाहिँ अर्को डाइमेन्सन अर्को दुईटैमा दुईटैको लागि सेम वर्ड डाइमेन्सन युज भए पनि के हुन् दुईटै एकअर्कादेखि फरक छन् दुईटैको कन्टेक्स्ट पनि फरक छ। सो अब फिजिकल डाइमेन्सन भनेको त्यो होइन भनेपछि चाहिँ फिजिकल डाइमेन्सन भनेको एक्चुअलमा के हो त गेस गर्न सक्छौ। अब म भन्छु ध्यान दिएर सुन्नु है त फिजिकल डाइमेन्सन भनेको के हो भनेपछि चाहिँ कुनै पनि एउटा फिजिकल क्वान्टिटी फन्डामेन्टल क्वान्टिटिजमा कसरी डिपेन्ड छ अथवा कुनै पनि एउटा फिजिकल क्वान्टिटी र फन्डामेन्टल क्वान्टिटीको बिचको रिलेसन कसरी छ बताउनु हो। अनि त्यो कसको थ्रु बताउँछौँ हामीले पावरको थ्रु बताउँछौँ। सिम्पली अब तिमीहरूलाई स्कुलमा के भनेर पढाउनुहुन्छ भनेपछि चाहिँ फिजिकल डाइमेन्सन भनेको के हो फिजिकल डाइमेन्सन भनेको पावर हो यति बुझ भनेर बुझ्छौ हैन जहाँसम्म मलाई लाग्छ। तर फिजिकल डाइमेन्सन भनेको के हो कुनै पनि एउटा फिजिकल क्वान्टिटी फन्डामेन्टल क्वान्टिटीकोमा कसरी हुन्छ डिपेन्ड छ त्यो देखाउनु हो बुझ्यो हो। अब फिजिकल डाइमेन्सन भनेको के हो हाउ अ फिजिकल क्वान्टिटी डिपेन्ड टु दि फन्डामेन्टल क्वान्टिटी एन्ड एक्सप्रेस थ्रु पावर्स जसलाई हामीले पावर्सको थ्रु के गर्छौँ एक्सप्रेस गर्छौँ। अब एउटा कुरा ध्यान देऊ है त अब फिजिकल क्वान्टिटीमा हामीले के गर्छौँ डाइमेन्सन फिजिकल डाइमेन्सनमा हामीले मास छ नि मासलाई हामीले अब क्यापिटल यम र यसरी हो यो भनेको मासको डाइमेन्सन हो बुझ्यो। यसको पावरलाई हामीले एक्स लेट गऱ्यौँ यो भनेको हाम्रो लेन्थ भयो लेन्थ यल वाइले गरौँ हैन त्यसपछि टाइमलाई टी जेड। अब हामीले मोस्टली युज गर्ने भनेको हाम्रो यो फिजिकल डाइमेन्सनमा हाम्रो यो 11 को फिजिक्स बुकमा मोस्टली मास लेन्थ र टाइम भएकै मास लेन्थ र टाइम 3टा क्वान्टिटी भएकै के हुन्छन् बढी हामीलाई ऊ देखाइरहेको हुन्छ के कुराको डाइमेन्सन सोधिरहेको हुन्छ। त्यही भएर हामीले के गर्छौँ यति 3टाले अहिलेको रूपमा के गर्छौँ लेख्छौँ। बाँकी टेम्परेचरको क्यापिटल टी हुँदैन टेम्परेचरलाई हामीले के गर्छौँ थीटाले रिप्रेजेन्ट गर्छौँ बुझ्यो। टेम्परेचरलाई हामीले थीटाले रिप्रेजेन्ट गर्छौँ करेन्टलाई हामीले एले गर्छौँ हैन हो त्यस्तै हो। अब यो कुरा गाँठ बनाऊ कि मासको डाइमेन्सन यमको पावर एक्स हो लेन्थको डाइमेन्सन एलको पावर वाई हो टाइमको पावर टीको पावर जेड हो। अब एक्स वाई जेड भनेको चाहिँ हाम्रो के पावर हुन्। फर इक्जाम्पल अब किसीको हामीले डाइमेन्सन लेख्दैछौँ भनेपछि चाहिँ त्यसमा हामीले यो एमको पावर एक्स यस्तो गरेर लेख्दैनौँ त्यो क्वान्टिटीमा डाइमेन्सन त्यो जति कि हामीलाई किसीको डाइमेन्सन निकाल्नु भन्नु भनेपछि चाहिँ त्यसमा हामीले एमको पावर एक्स छ भनेर लेख्दैनौँ एमको पावर त्यति लेख्छौँ जति त्यो क्वान्टिटीमा के छ एम एपियर भएछ। जस्तै हाम्रो भेलोसिटी भयो हैन भेलोसिटी भनेको के हो मिटर पर सेकेन्ड हो कि नै हो। मिटर भनेको मिटरको फन्डामेन्टल क्वान्टिटी के हो मिटरको फन्डामेन्टल क्वान्टिटी लेन्थ हो भनेपछि यसलाई हामीले किसको डाइमेन्सनले लेख्छौँ यलले लेख्छौँ। अब हेर मिटर पर सेकेन्ड भनेछ मिटरको पावर कति छ 1 छ भनेपछि लेन्थको पनि कति हुनुभयो 1 हुनुभयो पर सेकेन्ड भनेछ त्यही भएर अपनको अपन टाइमको के हो हैन सेकेन्डको फन्डामेन्टल क्वान्टिटी के हो टाइमको डाइमेन्सनल लेख्ने कसरी हो यसरी हो हैन त्यही भएर टीको टी। अब दुईटै के छन् यो अब ल अफ इन्डिसेस लगाउनुको ल यो भनेको के हो हाम्रो भेलोसिटीको डाइमेन्सन हो। अब यहाँ हेर अब हेर यसमा पावर वाई को भ्यालु 1 भयो किनकि भेलोसिटीमा लेन्थ कति टाइम्स एपियर भएछ 1 टाइम्स। अब यसमा मासको भ्यालु कति हुनुभयो यदि यसलाई मासको टर्ममा नि लेख्न पर्यो भनेपछि चाहिँ क्यापिटल यमको पावर 0 यल पावर 1 अनि यसको यो भनेको हाम्रो भेलोसिटी भयो किसको टर्ममा मास लेन्थ टाइमको टर्ममा। अब यहाँ यमको भ्यालु हामीले 0 किन राख्यौँ किनभनेपछि चाहिँ हाम्रो भेलोसिटीको टर्ममा मासको कुरा आछ आएकै छैन बुझ्यो हो।
डाइमेन्सन भनेको बुझ्यौ नि त, फिजिकल डाइमेन्सन भनेको के हो। अब हामी जान्छौँ डाइमेन्सनल फर्मुला भनेको चाहिँ के हो। अब हामी जान्छौँ डाइमेन्सनल फर्मुला भनेको के हो। डाइमेन्सनल फर्मुला भनेको चाहिँ के हो। अब तिमीहरूले हेर, डाइमेन्सनल फर्मुला भनेको के हो भनेपछि चाहिँ डाइमेन्सनलाई म्याथमेटिकल्ली रिप्रेजेन्ट गर्ने हो। द म्याथमेटिकल रिप्रेजेन्टेसन अफ डाइमेन्सन इज नोन एज डाइमेन्सनल फर्मुला। अघि नै हामीले भेलोसिटीको डाइमेन्सनलाई एल इज इक्वल टु टी पावर -1 लेखेको थियौँ नि, हो त्यही नै के हो हाम्रो डाइमेन्सनल फर्मुला। डाइमेन्सनल फर्मुला भनेको के हो, सिम्पली डाइमेन्सनको म्याथमेटिकल रिप्रेजेन्टेसन हो। अब डाइमेन्सनल फर्मुला कसरी सिक्ने, कुनै पनि फिजिकल क्वान्टिटीको डाइमेन्सन कसरी सिक्ने अब म तिमीहरूलाई सिकाउँछु। जस्तै अब हामीले के निकालौँ, एक्सिलरेसनको के गरौँ, डाइमेन्सन सिकौँ है त। एक्सिलरेसनको के गरौँ, डाइमेन्सन सिकौँ। अब हेर, डाइमेन्सन निकाल्ने एउटा सर्टकट भन्छु, बताइदिउँ। कुनै पनि के गर, त्यो फिजिकल क्वान्टिटीको के गर, तिमीहरूले पहिला युनिट छ नि, जुन एसआई युनिट हुन्छ हो, त्यो के हो त्यो तिमीहरूलाई थाहा हुनु पर्यो। जस्तै एक्सिलरेसनको युनिट के हुन्छ, मिटर पर सेकेन्ड स्क्वायर हो। देख्यौ, कुनै अब हेर यसमा कुन कुन फन्डामेन्टल क्वान्टिटिज आछन् त त्यो हेर, अनि त्यो फन्डामेन्टल क्वान्टिटिजको के गर, डाइमेन्सन लेख भनेको बुझ्यौ। पहिला हामीलाई के गर्नु पर्यो, त्यो फिजिकल क्वान्टिटीको एसआई युनिट के हुनु पर्यो, अथवा त्यो फन्डामेन्टल क्वान्टिटीको के थाहा हुनु पर्यो, युनिट थाहा हुनु पर्यो। जस्तै कि हाम्रो एक्सिलरेसनको युनिट के हुन्छ, मिटर पर सेकेन्ड स्क्वायर हुन्छ हैन। अब त्यो युनिटमा कुन कुन फन्डामेन्टल क्वान्टिटी आछन् त्यसको डाइमेन्सन लेख। जस्तै मिटर छ, मिटर भनेको यो मिटर किसको फन्डामेन्टल लेन्थ हो, सरी मिटर किसको फन्डामेन्टल क्वान्टिटी हो, लेन्थको। मिटर किसको फन्डामेन्टल क्वान्टिटी हो, लेन्थको। मिटर आई मिन मिटरको फन्डामेन्टल क्वान्टिटी के हुन्छ, लेन्थ हुन्छ भनेपछि लेन्थको डाइमेन्सन यल भयो हैन। यसको पावर भन्छ 1 युनिट भयो अपन हाम्रो यस भनेको के हो, टाइम हो कि न हो। यस भनेको के हो, सेकेन्ड हो। सेकेन्डको फन्डामेन्टल क्वान्टिटी के हुन्छ, टाइम हुन्छ। अनि टाइमको डाइमेन्सनललाई हामीले कसरी रिप्रेजेन्ट गर्ने भनेको टी। अब यहाँ यसको पावर कति छ, 2 छ हो भनेपछि चाहिँ यसको के हुनु भयो, यल टीको पावर -2। यो केसको भयो हाम्रो एक्सिलरेसन हो हैन। अब हामीलाई के गर्नु पर्यो, यसलाई मासको टर्ममा पनि रिप्रेजेन्ट गर्नु पर्यो भनेपछि मास छैन भनेपछि m को पावर 0 राख्दियो, l राख्दियो, t को पावर -2 हो। यही नै के हो हाम्रो एक्सिलरेसनको डाइमेन्सनल फर्मुला हो। अब यसको एक्सिलरेसनको डाइमेन्सन कति हुन्छ भन्ने हो भनेपछि चाहिँ एक्सिलरेसनको डाइमेन्सन कति हुन्छ, 0 इन मास, 1 इन लेन्थ एन्ड -2 इन टाइम भनेर लेख्ने हो। अब कसैले भन्नु व्हाट इज द एक्सिलरेसन, सरी व्हाट इज द डाइमेन्सन अफ एक्सिलरेसन भन्यो भनेपछि के लेखेको छ, द डाइमेन्सन अफ एक्सिलरेसन इज 0 इन मास हैन, 1 इन लेन्थ एन्ड -2 इन टाइम भनेर लेख्ने, बुझ्यौ हो। अनि यो के हो, यसको डाइमेन्सन फर्मुला हो। बुझ्यौ अब डाइमेन्सनल फर्मुला कसरी सिक्ने हो। सो अब ल, अब तिमीहरूले फोर्सको डाइमेन्सन सिकाऊ है त, छिटो ल। 10 सेकेन्डको टाइम फोर्सको डाइमेन्सन निकाल। 1 2 3 4 5 6 7 8 ओके। फोर्सको डाइमेन्सन सिक्नुको लागि हामीले के गर्छौँ, पहिला थाहा हुनु पर्यो फोर्समा कुन कुन क्वान्टिटिज हुन्छन्। फोर्स भनेको के हो, मास इन्टु एक्सिलरेसन हो। ओके बुझ्यौ हो। मासको अब मासको युनिट के हुन्छ, मासको युनिट के हुने भयो, ल केजी मानौँ, इन्टु एक्सिलरेसनको के हुने भयो, मिटर पर सेकेन्ड स्क्वायर। अब केजीको फन्डामेन्टल क्वान्टिटी के हो, केजीको फन्डामेन्टल क्वान्टिटी मास हो। मासको डाइमेन्सन के हुन्छ, यम हुन्छ, इन्टु अब यो मिटर पर सेकेन्ड स्क्वायर भयो न। मिटरको फन्डामेन्टल क्वान्टिटी के हो, लेन्थ हो। लेन्थको डाइमेन्सन के हुन्छ, एल हुन्छ। त्यस्तै सेकेन्डको कुरा हो, सेकेन्डको फन्डामेन्टल क्वान्टिटी के हो, टाइम हो। अनि टाइमको डाइमेन्सन के हुन्छ, टी, पावर कति छ, 2 को 2। अब यसलाई माथि लिएर जाऊँ, के हुनु भयो, यल टीको पावर -2। अब यसलाई मल्टिप्लाई गर्दा हामीले यम यल टीको पावर -2। अब एउटा कुरा अर्को के गाँठ बान भनेपछि चाहिँ डाइमेन्सन लेख्ने बेलामा जहिले पनि बिग ब्राकेट रिक्वायर हुन्छन् है त। त्यो बिग ब्राकेट चाहिँ कम्पल्सरी लेख्नुपर्छ। भनेपछि कसैले भन्यो व्हाट इज द डाइमेन्सनल फर्मुला, व्हाट इज द डाइमेन्सन एन्ड डाइमेन्सनल फर्मुला अफ फोर्स भन्यो भने के भन्ने, द डाइमेन्सन अफ फोर्स इज 1 इन मास, 1 इन लेन्थ एन्ड -2 इन टाइम एन्ड द डाइमेन्सनल फर्मुला अफ फोर्स इज यो ml टीको पावर -2। बुझ्यौ, डाइमेन्सन फर्मुला भनेको के हो। अब डाइमेन्सन फर्मुला भनेको के हो भन्ने बुझ्यौँ, र कुनै पनि कुराको डाइमेन्सन र डाइमेन्सनल फर्मुला हामीले कसरी बुझ्यौँ त्यो पनि बुझ्यौँ। अब डाइमेन्सनल इक्वेसन भनेको के हो त्यो बुझौँ। अब डाइमेन्सनल इक्वेसन भनेको चाहिँ के हो त्यो बुझौँ। यो धेरै त्यति गाह्रो छैन, बहुत सिम्पल छ। डाइमेन्सनल इक्वेसन भनेको के हुनसक्छ, ओके ध्यान दिएर सुनौ है त। डाइमेन्सन इक्वेसन भनेको के हो भनेपछि चाहिँ कुनै पनि फिजिकल क्वान्टिटीको डाइमेन्सन र त्यसको डाइमेन्सनल फर्मुला बीचको इक्वालिटी छ, इक्वालिटी हो। जस्तै एफ इज इक्वल टु यम यल टीको पावर -2। यो के हो, एउटा डाइमेन्सनल इक्वेसन हो। यो के एउटा डाइमेन्सनल इक्वेसन हो। अब मलाई सोध्छ भनेपछि चाहिँ दाइ यो के को डाइमेन्सनल इक्वेसन हो भनेर, यो के को डाइमेन्सनल इक्वेसन हो, यो डाइमेन्सनल इक्वेसन हो फोर्सको। अब मैले के भने कुनै पनि एउटा फिजिकल क्वान्टिटी र त्यसको कुनै पनि एउटा फिजिकल क्वान्टिटीको डाइमेन्सन र त्यसको डाइमेन्सनल फर्मुला बीचको के हो, इक्वालिटी हो। हाम्रो के हो, यो भनेको हाम्रो फिजिकल क्वान्टिटी भयो र यो के भयो, हाम्रो
डाइमेन्सनल फर्मुला भयो हैन। अनि यो के भयो हाम्रो तिनीहरू बीचको इक्वालिटी भयो। सो यही नै के हो हाम्रो डाइमेन्सनल इक्वेसन हो। डाइमेन्सनल इक्वेसन भनेको सिम्पली के गर्ने हो, कुनै पनि फिजिकल क्वान्टिटी र त्यसको डाइमेन्सनल फर्मुलाको बीचको इक्वालिटी हो। जस्तै कसैले भने तिमीलाई एक्सिलरेसनको के गर डाइमेन्सनल इक्वेसन सिका भनेपछि के गर्छ, a इज इक्वल टु यल टी को पावर -2। यो के भयो हाम्रो डाइमेन्सनल इक्वेसन। यमको टर्ममा नि लेखम सजिलो हुन्छ। ओके ओके, सो यो के हो डाइमेन्सनल इक्वेसन हो। अब डाइमेन्सन यही सक्यो त, सक्यो छैन, कहाँ यति छिटो सकियोस्। अब डाइमेन्सनले अब एउटा क्वेसन हामीले फिजिकल क्वान्टिटीलाई अघि नै भनेको कि हामीले अघि नै फिजिकल क्वान्टिटीलाई कतिवटा पार्टमा डिभाइड गर्न सकिन्छ भनेको याद छ। हामीले अघि नै के भन्थ्यौँ, दुईवटा के एउटा फन्डामेन्टल क्वान्टिटी अनि अर्को डिरेक्ट क्वान्टिटीमा। बट डाइमेन्सनले के गर्छ भनेपछि चाहिँ हामीलाई कुनै पनि फिजिकल क्वान्टिटीलाई 4 पार्टमा के गर्छ डिभाइड गर्ने अलाउ गर्छ, मतलब पर्मिसन दिन्छ। कतिवटा पार्टमा 4 पार्टमा हो। ओके, सो अब हामी के गरौँ, 3-4वटा के गर्छौँ भनेपछि चाहिँ क्लासिफिकेसन बुझ्छौँ। एउटा के हुन्छ, एउटा हुन्छ डाइमेन्सनल भेरिएबल, एउटा के हुन्छ डाइमेन्सनल भेरिएबल। 4वटा क्लासिफिकेसनमा एउटा फर्स्ट डाइमेन्सनल भेरिएबल। सो डाइमेन्सनल भेरिएबल भनेको चाहिँ के हो, डाइमेन्सनल भेरिएबल भनेको के हो भनेपछि चाहिँ कुनै पनि यस्तो फिजिकल क्वान्टिटी जसको के होस्, जसको डाइमेन्सन नै होस् अनि भ्यालु पनि के होस् चेन्ज भएको भइ गरोस्, फिक्स्ड भ्यालु चाहिँ नभएको। के हो भनेको कुनै पनि फिजिकल क्वान्टिटी विच ह्याभ डाइमेन्सन एन्ड देयर भ्यालु आर नट फिक्स्ड, भ्यालु फिक्स नभएको तर डाइमेन्सन भएको तर भ्यालु फिक्स्ड नभएको, त्यस्तोलाई हामीले के भन्छौँ डाइमेन्सनल भेरिएबल भन्छन्। अब डाइमेन्सनल भेरिएबलको एक्जाम्पल के भयो, जस्तै हाम्रो फोर्स भयो हैन, एक्सिलरेसन भयो, यो हाम्रो के हो डाइमेन्सनल भेरिएबल। अर्को छ डाइमेन्सनल कन्स्ट्यान्ट, अर्को के छ डाइमेन्सनल कन्स्ट्यान्ट। अब डाइमेन्सनल कन्स्ट्यान्ट भनेको चाहिँ के हुनसक्छ त, एनी गेस हो। डाइमेन्सनल कन्स्ट्यान्ट भनेको के हो, डाइमेन्सन हुने र त्यसको भ्यालु के हुने फिक्स्ड हुने। अघि नैकोमा के थियो डाइमेन्सन हुने तर भ्यालु फिक्स नहुने, अहिलेकोमा के छ डाइमेन्सन हुने तर भ्यालु पनि फिक्स्ड हुने, डाइमेन्सन हुने त भ्यालु पनि फिक्स्ड हुने हो। त्यस्तो खालको हामीले के भन्छौँ डाइमेन्सनल कन्स्ट्यान्ट भन्छौँ। दोज टाइप अफ फिजिकल क्वान्टिटी विच ह्याभ डाइमेन्सन एन्ड देयर भ्यालु आर फिक्स्ड आर नन एज डाइमेन्सनल कन्स्ट्यान्ट। फर एक्जाम्पल हाम्रो ग्राभिटेसनल कन्स्ट्यान्ट, यसको के हुन्छ डाइमेन्सन नि हुन्छ अनि त्यसपछि के नि हुन्छ भ्यालु पनि फिक्स्ड हुन्छ, अरू पनि हुन्छन्, अहिलेको लागि यति बुझ। अर्को हुन्छ डाइमेन्सनलेस भेरिएबल, अर्को के हुन्छ अरे डाइमेन्सनलेस भेरिएबल। अब डाइमेन्सनलेस भेरिएबल भनेको चाहिँ के हो त, डाइमेन्सनलेस भेरिएबल भनेको त्यस्तो खालको फिजिकल क्वान्टिटिजहरू जसको डाइमेन्सन हुँदैन र भ्यालु पनि के हुन्छ फिक्स्ड हुँदैन, भ्यालु पनि फिक्स नहुने डाइमेन्सन नि नहुने, त्यस्तोलाई हामीले के भन्छौँ डाइमेन्सनलेस भेरिएबल भन्छौँ। डाइमेन्सनलेस भेरिएबल भनेको के हो रे, दोज टाइप अफ फिजिकल क्वान्टिटी विच डु नट ह्याभ डाइमेन्सन एन्ड देयर भ्यालु आर नट फिक्स्ड, त्यस्तो खालको के भन्छौँ हामीले डाइमेन्सनलेस भेरिएबल भन्छौँ। अब यसको एक्जाम्पल के हो, यसको एक्जाम्पल हाम्रो एङ्गल्सहरू भयो हैन, एङ्गल्स अथवा स्पेसिफिक ग्राभिटी, यो के हो हाम्रो डाइमेन्सनलेस भेरिएबल हो। अब फोर के हुन्छ डाइमेन्सनलेस कन्स्ट्यान्ट। डाइमेन्सनलेस कन्स्ट्यान्ट के हो, डाइमेन्सनलेस कन्स्ट्यान्ट हो। डाइमेन्सनलेस कन्स्ट्यान्ट भनेको चाहिँ त्यस्तो खालको फिजिकल क्वान्टिटी जसको डाइमेन्सन हुँदैन तर भ्यालु फिक्स्ड हुन्छ। कस्तो खालको फिजिकल क्वान्टिटी रे, दोज टाइप अफ फिजिकल क्वान्टिटी विच डु नट ह्याभ डाइमेन्सन बट देयर भ्यालु आर फिक्स्ड। ओके, एक्जाम्पल जस्तै पाई भयो हैन, अनि हाम्रो प्योर नम्बरहरू भयो, यिनी के हुन्, यिनी हाम्रो के हो डाइमेन्सनलेस कन्स्ट्यान्ट हो। ओके, सो एकचोटि सर रिभिजन आएन, डाइमेन्सन क्लासिफिकेसन अफ फिजिकल क्वान्टिटी बेस्ड अन डाइमेन्सन भनेको के हो। अब डाइमेन्सनको आधारमा हामीले फिजिकल क्वान्टिटी कतिवटा पार्टमा डिभाइड गरेको छौँ, 4वटा पार्टमा क्लासिफाई गरेको छौँ। के डाइमेन्सनल भेरिएबल, डाइमेन्सनल कन्स्ट्यान्ट, डाइमेन्सनलेस भेरिएबल, डाइमेन्सनलेस कन्स्ट्यान्ट। डाइमेन्सनल भेरिएबल भनेको के हो, दोज टाइप अफ फिजिकल क्वान्टिटी विच ह्याभ डाइमेन्सन बट देयर भ्यालु आर नट फिक्स्ड, भ्यालु के हुने डाइमेन्सन हुने तर भ्यालु फिक्स्ड नहुने। अर्को डाइमेन्सनल कन्स्ट्यान्ट भनेको के हो, डाइमेन्सनल कन्स्ट्यान्ट भनेको दोज टाइप अफ फिजिकल क्वान्टिटी विच हेज डाइमेन्सन एन्ड देयर भ्यालु आर फिक्स्ड, भ्यालु नि फिक्स्ड हुने अनि डाइमेन्सन नि हुने, त्यस्तो खालको लागि भन्छौँ डाइमेन्सनल कन्स्ट्यान्ट भन्छौँ। डाइमेन्सनलेस भेरिएबल भनेको के हो, दोज टाइप अफ फिजिकल क्वान्टिटी विच डु नट ह्याभ विच डु नट ह्याभ डाइमेन्सन एन्ड देयर भ्यालु आर नट फिक्स्ड आर नन एज डाइमेन्सनलेस भेरिएबल, भ्यालु नि नहुने, डाइमेन्सन नि भ्यालु फिक्स्ड पनि नहुने, डाइमेन्सन पनि नहुने, त्यस्तोलाई हामीले के भन्छौँ डाइमेन्सनलेस भेरिएबल भन्छौँ। डाइमेन्सनलेस कन्स्ट्यान्ट भनेको के हो, डाइमेन्सनलेस कन्स्ट्यान्ट भनेको त्यस्तो खालको डाइमेन्सनलेस कन्स्ट्यान्टको त्यस्तो खालको फिजिकल क्वान्टिटी जसको जसको डाइमेन्सन नि नहुने तर भ्यालु फिक्स्ड हुनेलाई हामीले के भन्छौँ डाइमेन्सनलेस कन्स्ट्यान्ट भन्छौँ। ओके, सो नेक्स्ट अब हामी पढ्छौँ युज अफ डाइमेन्सन।
डाइमेन्सन। अब यो डाइमेन्सनको युज चाहिँ क्या हुन्छ, एक्चुअलमा युज अफ डाइमेन्सन एनालाइसिस हो होइन। यसलाई हामीले अहिले हामीले डाइमेन्सन एनालाइसिस पढिरहेको छौँ, तर मैले सर्टमा डाइमेन्सन भनिरहेको छु। अब यो यसको युज चाहिँ कहाँ हुन्छ त्यो पढ्छौँ। म पानी पिएँ। अब यसको युज कहाँ हुन्छ, युज कहाँ हुन्छ, यसको युज कहाँ हुन्छ? एउटा युज के हुने भयो, एउटा युज हुने भयो कुनै पनि इक्वेसनको करेक्टनेस चेक गर्ने। एउटा युज कहाँ हुने भयो, कुनै पनि इक्वेसन करेक्ट छ कि छैन भनेर के हुन्छ हामीले चेक गर्छौँ। त्यो इक्वेसनमा के चेक गर्छौँ भनेपछि चाहिँ लेफ्ट साइडको लेफ्ट साइडको क्वान्टिटीको डाइमेन्सन र राइट साइडको क्वान्टिटीको डाइमेन्सन यदि इक्वल आइरहेको छ भनेपछि चाहिँ हामीले के गर्छौँ, त्यो इक्वेसन के छ, करेक्ट छ, नत्र के छैन, करेक्ट छैन। यसरी के गर्छौँ, कुनै पनि इक्वेसन करेक्ट छ कि छैन त्यो चेक गर्छौँ। अर्को के गर्छौँ भनेपछि चाहिँ कन्स्ट्यान्ट जुन डाइमेन्सनल जुन कन्स्ट्यान्ट हुन्छ नि, कन्स्ट्यान्ट फिजिकल क्वान्टिटिजहरूको के गर्छौँ, भ्याल्यु अथवा डाइमेन्सन के गर्छौँ, पत्ता लगाउँछौँ। एउटा त्यहाँ भयो। अनि अर्को एउटा कुनै पनि फिजिकल क्वान्टिटीको एउटा सिस्टमदेखि अर्को सिस्टममा लाँदा त्यसको भ्यालु कति हुन्छ त्यो पत्ता लगाउँछौँ। अनि एउटा रिलेसनसिप के गर्छौँ, डिराइभ गर्नुको लागि युज हुन्छौँ। सो अब 1 युज अफ डाइमेन्सन, हरेक युज अफ डाइमेन्सन हेर्दै जाऊँ। सबैभन्दा पहिला हामीले सजिलोदेखि सुरु गरौँ। करेक्टनेस अफ इक्वेसन, कुनै पनि इक्वेसन करेक्ट छ कि छैन। जस्तै कि हाम्रो यो भयो v इक्वल टु u प्लस एटी। यो इक्वेसन करेक्ट छ कि नै डाइमेन्सनल मेथड युज गरेर के गर, चेक गर भनेर दियो भने कसरी गर्ने त? पहिला हामीले एलएचएस लिने, एलएचएस लियौँ। एलएचएस भनेको के छ, v छ। v भनेको भेलोसिटी, भेलोसिटीको युनिट के हो, मिटर पर सेकेन्ड। अघि नै मैले थिएँ यसको डाइमेन्सनल के हुन्छ, मिटरको एल, सेकेन्डको टी इन्भर्स। किनकि यो ओपनमा छ। यो के भयो, हाम्रो लेफ्ट साइडको भयो। आरएचको एचएस गएर यु प्लस एटी छ होइन। यु भनेको मिटर पर सेकेन्ड प्लस मिटर पर सेकेन्ड स्क्वायर इन्टु सेकेन्ड। यो र यो क्यान्सल भयो होइन, भनेको मिटर पर सेकेन्ड प्लस मिटर पर सेकेन्ड इज इक्वल टु 2 मिटर पर सेकेन्ड भयो। 2 यसको डाइमेन्सन एल टी माइनस 1। अब एउटा कुरा, के यो इक्वेसन करेक्ट छ त? यहाँ 2 यस्तो आएछ, यहाँ यस्तो आएछ, के यो इक्वेसन करेक्ट छ त? अफकोर्स यो इक्वेसन करेक्ट छ। किन छ, किनकि यो जो 2 छ नि यसलाई हामीले के गर्न सक्छौँ, इग्नोर गर्न सक्छौँ। किनकि यो के हो, यो हो एउटा डाइमेन्सनलेस के हो, कन्स्ट्यान्ट हो। डाइमेन्सनलेस कन्स्ट्यान्ट हो, त्यही भएर हामीले यो 2 लाई के गर्न सक्छौँ, इग्नोर गर्न सक्छौँ। अब एउटा कुरा के गाँठ बना भनेपछि चाहिँ, यदि कहिले पनि तिमीहरूले एउटा कुरा के गाँठ बना भने चाहिँ, यदि तिमीहरूले कहिले पनि यो इक्वेसनमा नम्बर्स देखिरहेको छ भनेपछि चाहिँ तिमीहरूलाई तिमीहरूको क्रसले इग्नोर गरे जस्तै तिमीहरूले त्यो नम्बरलाई के गर्ने हो, इग्नोर गर्ने हो। बुझ्यो? हो, यो त भयो हाम्रो एउटा इक्वेसन, एउटा युज अफ डाइमेन्सन। नेक्स्ट युज के हुन सक्छ, नेक्स्ट युज ग्रेभिटेसनल कन्स्ट्यान्ट अथवा कुनै पनि कन्स्ट्यान्टको के गर्न सकिन्छ हामीले, डाइमेन्सनल निकाल्न सकिन्छ। युजिङ डाइमेन्सन युज गरेर हामीले के गर्न सकिन्छ, त्यसको डाइमेन्सनल फर्मुला झिक्नु सकिन्छ। अब जस्तै हामीलाई ग्रेभिटेसनलको के गर्नु छ, ग्रेभिटेसनल कन्स्ट्यान्टको के गर्नु छ, हामीलाई निकाल्नु छ डाइमेन्सन भनेपछि चाहिँ कसरी झिक्छ, यो जीलाई अलोन राखौँ होइन। यो के भयो, एफ आर स्क्वायर अपन m1 अपन m2 भयो होइन। बुझ्दैछ? हो। अब के गर्छौँ, यिनीहरूको डाइमेन्सन झिक्छौँ होइन। अनि यिनीहरूको डाइमेन्सन झिकेर के गर्छौँ, सल्भ गर्छौँ। अब हेर, हाम्रो एफ भनेको के हो, फोर्स हो। फोर्सको डाइमेन्सन के हुन्छ, ml टी को पावर -2। आर भनेको लेन्थको पावर 2 हुन्छ होइन। अनि दुईटीको फन्डामेन्टल क्वान्टिटी के हो, मास हो। अनि मास इन्टु मास m को पावर 2 भयो। अब हेर, यो 2 र m काट्यो भनेपछि यल टी को पावर यहाँ यल को पावर 3 भयो होइन। यल इन्टु यल2 यल को पावर 3 अनि टी को पावर -2 को 2 अपन m को m भयो। भनेपछि हाम्रो जी को के हो, जी को डाइमेन्सनल के आयो, m को पावर -1 एल को पावर 3 अनि टी को पावर -2। यसरी हामीले के गर्न सक्छौँ, यसरी हामीले डाइमेन्सन झिक्नु सक्छौँ। त्यसको डाइमेन्सन झिक्नु सक्छौँ, कन्स्ट्यान्टको डाइमेन्सन झिक्नु सक्छौँ। बुझ्यो? नोट गर्ने हो, गर भयो। बुझ्यो त? नाउ नेक्स्टतिर जाऊँ। एउटा अब यो अब यिनी दुईवटा छन् नि युज, त्यो एकदम इम्पोर्टेन्ट छ है त भाइहरू। यो तिमीहरूले एकदम ध्यान दिएर हेर, किनकि यो भनेको इक्जाममा मोस्टली सोध्ने भनेकै यही हो। ओके। सो अर्को के युज छ भनेपछि चाहिँ, एउटा सिस्टमदेखि के गर्ने हो, अर्को सिस्टममा के गर्ने हो, कुनै पनि एउटा सिस्टमदेखि अर्को सिस्टममा के गर्न सकिन्छ, लान सकिन्छ हो। त्यो लाने बेलामा त्यसको भ्यालु के गर्ने हो, फाइन्ड गर्ने हो। अब हेर, जस्तै कि एउटा सिस्टमदेखि अर्को सिस्टम लैमा न, तर तिनीहरूको म्याग्निट्युड त सेम हुन्छ कि नै, हुन्छ होइन। जस्तै कि एउटा ए भन्ने क्वान्टिटी छ एउटा सिस्टममा, अनि अर्को बी भन्ने क्वान्टिटी छ अर्को सिस्टममा, बट तिनीहरूको म्याग्निट्युड सेम हुन्छ। किनकि दुईटैको फिजिकल क्वान्टिटी के हो, सेम हो। दुईटैको फिजिकल क्वान्टिटी सेम छ, बट एउटा सिस्टममा छ, अर्को सिस्टममा छ भनेपछि तिनीहरूको क्वान्टिटी के अरे म्याग्निट्युड सेम हुँदैन र? अफकोर्स हुन्छ। हो, त्यही गर्ने हो। अब सपोज गर एउटा क्वान्टिटी छ ए भन्ने, जुन एउटा क्वान्टिटी छ ए भन्ने जुन होइन, जसको न्युमेरिक भ्यालु n1 र
U1 छ। यो भनेको एउटा यो हाम्रो CGS सिस्टममा छ भनेपछि चाहिँ अर्को B हाम्रो MKS सिस्टममा छ र यसको न्युमेरिक भ्यालु N2 अर्को भ्यालु U2 छ हैन। अनि त्यसपछि A को के छ A को अनि दुवैको डाइमेन्सन के छ दुवैको डाइमेन्सनल के छ डाइमेन्सनल पावर x y एन्ड z दुईटैको डाइमेन्सन हो। दुईटैको डाइमेन्सन के हो x y z हो हैन। अब A क्वान्टिटीको मास m1 हो, लेन्थ l1 हो, टाइम t1 हो। B क्वान्टिटीको मास m2 हो, लेन्थ l2 हो, टाइम t2 हो। ओके हैन हो। अब A को न्युमेरिक भ्यालु यो, B को यो हैन। अनि त्यसपछि A को मास यो छ, B को यो छ हैन। भनेपछि l y z x y z यो के भयो दुईटैको डाइमेन्सनल फर्मुला भयो। अब हामीले के भनेको छौं नोट गरौ है, नोट गर्यौ ल। अब हामीले के भनेछौं दुईटैको डाइमेन्सनल फर्मुला के गरेछौं झिकेको छौं। अब हामीले के भनेछौं क्वान्टिटी के रे दुईटैको सिस्टममा न्युमेरिक भ्यालु सेम भए पनि दुईटैको म्याग्निट्युड के हुन्छ सेम हुन्छ भनेपछि हामीले n1 u1 n2 u2 लेख्न पाइम। अफ कोर्स पाइम। अब n1 भयो। अब यसको हामीले के भनेछन् m1 x l1 y t1 z यो हामीले के भनेछौं n1 को मास लेन्थ टाइमलाई रिप्रेजेन्ट गरेछौं टाइमको डाइमेन्सनल। अनि यस्तै n2 मा m2 x l2 y अनि t2 z भनेछौं हैन। अब n2 हामीलाई निकाल्नु छ। n2 भनेको हाम्रो जस्तै कि हामीले भन्यौं नि एउटा सिस्टमदेखि अर्को सिस्टममा लाने अनि हाम्रो A भनेको एउटा सिस्टम त अनि हामीलाई के गर्न छ अर्को सिस्टममा लान छ हैन। भनेपछि हामीले अर्को सिस्टममा लान छ भनेपछि चाहिँ n1 को n1 नै भयो हैन। m1 को पावर x l1 को पावर y अनि t1 को पावर z भयो अपन यो मल्टिप्लाई यता आएर डिभाइड हुन्छ भनेपछि चाहिँ m2 को पावर x l2 को पावर y t2 को पावर के भयो z भयो। भनेपछि n1 m1 अपन m2 को पावर x l1 अपन l2 को पावर z सरी y अनि t1 अपन t2 को पावर z लेख्न पाइम कि नै मजाले पाइयो। अब हेर यो कसरी भयो भन्छ भनेपछि अहिले मैले इन्डिसेसको रुपमा लेखाएको थिएँ नि a को पावर x छ अपन b को पावर x छ भनेपछि चाहिँ ब्रेकेटमा a अपन b को पावर होल पावर x लेख्न पाइन्छ हो सेम युजरको। अब यो फर्मुला हामीले के गर्छौं कुनै पनि एउटा कहिले युज गर्छौं भनेपछि चाहिँ यदि हामीलाई कुनै पनि सिस्टम एउटा सिस्टममा भएको के दिन्छ न्युमेरिक भ्यालु दिन्छ भनेपछि चाहिँ हामीले यो फर्मुलामा लगाएर अर्को सिस्टमको के गर्छौं न्युमेरिक भ्यालु झिक्छौं। ओके न हो डाइमेन्सनको काम के हामीले डाइमेन्सनल फर्मुला लगाएर के गर्छौं रे कुनै पनि एउटा न्युमेरिक भ्यालु दिन्छ भनेपछि अर्को न्युमेरिक भ्यालु झिक्छौं यो फर्मुला लगाएर। मसित एउटा क्वेशन छ ल त्यही गरौँ है त। सो के क्वेशन छ भनेपछि चाहिँ कन्भर्ट 1 जुल इन्टु अर्ज बाई डाइमेन्सनल मेथड। हामीलाई के गर्न छ एउटा जुललाई हैन केमा चेन्ज गर्नु छ अर्जमा चेन्ज गर्नु छ के युज गरेर डाइमेन्सनल मेथड युज गरेर। अब हेर यो जुल र अर्ज दुईटैको फिजिकल क्वान्टिटी कुन हो वर्क डन हो। ओके हैन दुईटैको फिजिकल क्वान्टिटी के हो वर्क डन हो। वर्क डनको डाइमेन्सनल के हुन्छ वर्क डनको डाइमेन्सनल के हुन्छ रे वर्क डनको डाइमेन्सनल हुन्छ m l2 माइनस t पावर -2 यो के भयो हाम्रो यसको डाइमेन्सनल भयो। अब हामीले अघि नै जुन फर्मुला लगाइ थियौं नि अब हामीले यसलाई यससँग कम्पेयर गर्छौं m1 m2 अपन x अनि l1 l2 अपन y अनि t1 अपन t2 को पावर z इज इक्वल टु m l2 t -2 हैन n1। अब हेर यो n1 के हो n1 भनेको हाम्रो न्युमेरिक भ्यालु अनि न्युमेरिक भ्यालु किसमा हुन्छ न्युमेरिक भ्यालु हुन्छ हाम्रो नम्बर्समा अनि नम्बर्स हाम्रो के भनेको डाइमेन्सनल लेस कन्स्ट्यान्ट भनेको हो। अनि मैले के भन्थे डाइमेन्सनल लेस कन्स्ट्यान्ट आइरहेको छ भनेपछि चाहिँ तिमीहरूको क्रसले तिमीहरूलाई इग्नोर हाने जस्तै हामीले त्यसलाई इग्नोर हान्नु सक्छौं। ओके न हो भनेपछि चाहिँ अब हामीले यसलाई इग्नोर हानौं ल मेटाइदिए। अब हामीले के गर्छौं m लाई m सँग कम्पेयर गर्छौं l लाई l सँग कम्पेयर गर्छौं t लाई t सँग कम्पेयर गर्छौं भनेपछि हामीले यिनीहरूको के गर्छौं अब डाइमेन्सन झिक्छौं। ओके न हो। अब x को भ्यालु कति आयो 1 आयो अनि l को भ्यालु कति सरी y को भ्यालु कति आयो y को भ्यालु 2 आयो अनि नि z को भ्यालु कति आयो -2 आयो। यो के भयो हाम्रो पावर अथवा डाइमेन्सनल भयो हैन यो तिमीहरूले नोट गर त हो नोट भयो। यो के भयो हाम्रो x y र z को भ्यालु हो। अब हामीलाई के गर्न छ हामीलाई m1 m2 र m1 x1 सरी m1 l1 t1 र m2 l2 अनि t2 झिक्नु छ। अब जुल कुन उसमा छ कुन युनिट कुन सिस्टममा छ जुल हाम्रो MKS सिस्टममा हुन्छ भनेपछि चाहिँ अर्ज हाम्रो केसमा हुन्छ CGS सिस्टममा हुन्छ। MKS सिस्टमलाई हामीले m1 m2 सरी m1 t1 सरी m1 l1 t1 मानौँ हैन अनि यसलाई हामीले के मानौँ m2 t2 l2 अनि t2 किनकि यो हाम्रो के हो अर्जमा लान छ। अब MKS मा मास के हुन्छ मास हुन्छ किलोग्राममा हुन्छ हैन अनि लेन्थ केसमा हुन्छ मिटरमा हुन्छ टाइम केसमा हुन्छ सेकेन्डमा हुन्छ। त्यस्तै
यसमा मास केसमा हुन्छ ग्राममा हुन्छ, लेन्थ केसमा हुन्छ सेन्टिमिटरमा हुन्छ हैन, टाइम केसमा हुन्छ सेकेन्डमा हुन्छ। भनेपछि चाहिँ यो हाम्रो के भयो m1 l1 र t1 को के भयो भ्यालु भयो हो। अब हामीलाई m1 l1 t1 को भ्यालु थाहा भयो हैन, x y z को के भयो x y z को भ्यालु थाहा भयो। भनेपछि के गर्ने अनि हामीलाई न्युमेरिक भ्यालु त हामीलाई एउटा सिस्टमको न्युमेरिक भ्यालु दिइसक्यो नि, हामीलाई के भनिन्छ एक जुल 1 जुललाई केमा चेन्ज गर अर्जमा चेन्ज गर। भनेपछि यो हाम्रो 1 जुल के हो 1 जुल हाम्रो भनेको एउटा न्युमेरिक भ्यालु 1 जुल भनेको हाम्रो 1 भनेको के हो हाम्रो n1 न्युमेरिक भ्यालु अफ एउटा सिस्टमको के हो न्युमेरिक भ्यालु हो। भनेपछि हामीलाई के फाइन्ड गर्नु भनेछ हामीलाई फाइन्ड गर्नु भनेछ n2 भनेको कति हुन्छ फाइन्ड गर भनेको छ। भनेपछि ल गरम है त सेम फर्मुला लगाएर के गर्छौँ अब हामीले n2 फाइन्ड गर्छौँ। कुन फर्मुला n2 इज इक्वल टु n1 x1 अपन सरी n1 m1 अपन m2 को पावर x l1 अपन l2 को पावर y अनि t1 अपन t2 को पावर z को फर्मुला लगाएर n1 हाम्रो 1 दिएछ, m भनेको हाम्रो के हो 1 kg अपन 1 ग्राम को पावर 1, त्यस्तै 1 मिटर अपन 1 सेन्टिमिटर को पावर 2, त्यस्तै 1 सेकेन्ड अपन 1 सेकेन्ड को पावर -2, त्यस्तै गरी 1 को 1 अब 1 केजीमा कति ग्राम हुन्छ 1000 ग्राम हुन्छ हैन, 1 केजीमा कति ग्राम हुन्छ 1000 ग्राम हुन्छ। भनेपछि हामीले 1 ग्राम अपन यसलाई यसरी लेख्न पाइन्छ, हामीले यसलाई यसरी लेख्न पाइयो कि नै अफकोर्स पाइयो। अनि ग्राम ग्राम काटिन्छ हैन, त्यस्तै मिटरलाई नि हामीले 100 मिटर अपन 1 सेन्टिमिटर लेख्यौँ, 100 सेन्टिमिटर अपन 1 सेन्टिमिटरले सेन्टिमिटर काट्न पाइयो हैन। अब हामीले यहाँ ठाउँ थोरै छ त्यही भएर मैले के गर्छु यसलाई डाइरेक्ट 1000 लेखिदिन्छु, यसलाई मैले के लेख्छु 100 को पावर 2 लेखिदिन्छु अनि यसलाई 1 अपन 1 सेकेन्ड काट्यो 1 को पावर -2 लेख्छु। अब 1 इन्टु यो भनेको 10 को पावर 3 हो कि नै हो, यो भनेको हाम्रो 10 को पावर 2 2 इन्टु 2 10 को पावर 4 भयो इन्टु यो अघि नै मैले ल अफ इन्डिसिसमा भन्थे यदि 1 को पावर -2 जे आयो भने नि त्यो के हो 1 जो हो। अब 1 इन्टु 1 1 नै हुन्छ हैन, अनि 1 इन्टु 10 10 नै हुन्छ। अब हेर a को पावर x इन्टु a को पावर y भनेपछि a प्लस y हुन्छ, a को पावर x प्लस y हुन्छ भनेपछि चाहिँ 10 को पावर 3 प्लस 4 हुन्छ इज इक्वल टु 10 को पावर 7। भनेपछि हाम्रो 1 जुलमा कति हुने भयो 10 को पावर 7 अर्ज हुने भयो। यसरी हामीले के गर्छौँ कुनै पनि एउटा सिस्टममा भएको कुनै पनि एउटा सिस्टममा भएको फिजिकल क्वान्टिटीको न्युमेरिक भ्यालु अर्को सिस्टममा गएर के गर्छौँ झिक्छौँ। यो के हो हाम्रो डाइमेन्सनको के अरे डाइमेन्सनको के हो अर्को युज हो, बुझ्यौ नि। ओके अब के गरौँ अब फाइनलतिर जाऊँ, फाइनल युज अफ डाइमेन्सन। फाइनल युज अफ डाइमेन्सन के हो डिराइभ गर्ने, के डिराइभ गर्ने कुनै पनि फिजिकल क्वान्टिटीको रिलेसनसिप डिराइभ गर्ने। यहाँ पनि एउटा के छ त्यसैको क्वेसन छ, हामीलाई के डिराइभ गर्न भनेछ भनेपछि चाहिँ डाइमेन्सन डिराइभ रिलेसनसिप बिट्विन फिजिकल क्वान्टिटी बिचको के गर्नु भने के गर्नमा हेल्प युज हुन्छ डाइमेन्सन रिलेसनसिप के गर्न डिराइभ गर्नु युज हुन्छ। त्यस्तै गरेर एउटा क्वेसन के दिएछ भने डिराइभ अ रिलेसन अफ टाइम पिरियड अफ अ सिम्पल पेन्डुलम बाई डाइमेन्सनल इक्वेसन। एउटा सिम्पल पेन्डुलमको के गर्नेछ हामीलाई डाइमेन्सनल के भनेछ रिलेसनसिप झिक्नु भनेको छ। यसको सिम्पल पेन्डुलमको केसित टाइम पिरियडसित हैन, टाइम पिरियडको सिम्पल पेन्डुलमसित हैन। अब हामीलाई के गर्नु पर्यो भनेपछि त्यसको लागि हामीलाई थाहा हुनु पर्यो कि त्यो टाइम पिरियड त्यो के केसमा डिपेन्ड हुन्छ हैन, केसमा डिपेन्ड हुन्छ पहिला हामीलाई त्यो थाहा भयो। जस्तै टाइम पिरियड हाम्रो यो पेन्डुलम हाम्रो केसँग डिपेन्ड हुन्छ, एउटा डिपेन्ड हुन्छ माससित, एउटा डिपेन्ड हुन्छ लेन्थसित, अर्को डिपेन्ड हुन्छ ग्राभिटीसित, यही हैन र केसँग डिपेन्ड हुँदो रहेछ मास लेन्थ ग्राभिटी। अब एउटा कुरा यो तिनीहरूसित डिरेक्टली डिपेन्ड छ कि इन्डिरेक्टली डिपेन्ड छ त्यो त हाम्रो अझैसम्म थाहा छैन नि, हो कि हैन हो। त्यही भएर हामीले के गर्छौँ तिनीहरूको पावरलाई एक्स वाइ के गर्छौँ जेड मान्छौँ, किनकि हामीहरूलाई थाहा छैन नि त त्यो डिरेक्टली डिपेन्ड छ कि इन्डिरेक्टली डिपेन्ड छ भनेर, ओके हो। अब यसलाई हामीले के गर्छौँ कम्बाइन गरेर लेख्दा कसरी लेख्छौँ टी एम पावर एक्स एल पावर वाइ अनि जी पावर जेड यसरी लेख्छौँ। अब यो हटाउनको लागि हामीले के गर्छौँ टी इज इक्वल टु के एम पावर एक्स एल पावर वाइ जी पावर जेड के गर्छौँ यसरी लेख्छौँ। अब हेर अघि नै मैले भनेको यो टाइम के भनेको हाम्रो कन्स्ट्यान्ट हो, कन्स्ट्यान्ट यदि आइरहेको छ भनेपछि चाहिँ हामीले त्यसलाई इग्नोर गर्नु के गर्छौँ सक्छौँ। भनेपछि अब हामीले यसलाई के गर्न सक्छौँ एकछिनको लागि टी एमको पावर एक्स एलको पावर वाइ अनि जीको पावर जेड लेख्छौँ। ओके ओके यति नोट गरौ त नोट गर्यो ल। अब हामीले के गर्ने हो त्यसबाट एक्स वाइ र जेडको भ्यालु के गर्छौँ पहिला झिक्छौँ। कसरी झिक्छौँ भनेपछि पहिला हामीले के गर्नु पर्यो डाइमेन्सन झिक्नु पर्यो, पहिला के गर्नु पर्यो डाइमेन्सन मतलब पावर झिक्नु पर्यो, बल्ल गरेर पोसिबल छ हैन। भनेपछि टी एमको पावर एक्स एलको पावर वाइ जीको पावर जेड छ। टी भनेको हाम्रो टाइम हो कि हैन। अब यो टाइमको डाइमेन्सनल हामीले के गर्छौँ मास लेन्थ र टाइममा के गर्छौँ यसको झिक्छौँ डाइमेन्सन झिक्छौँ। भनेपछि यो आयो
डाइमेन्सन होइन। त्यस्तै मासको डाइमेन्सन के हुन्छ यमको पावर एक्स भयो होइन। त्यस्तै हाम्रो लेन्थको डाइमेन्सन एलको पावर वाइ भयो। अब ग्राभिटी हाम्रो भनेको के हो ग्राभिटी भनेको मिटर पर सेकेन्ड स्क्वायर हो कि होइन एक्सिलरेसन ड्यु टु ग्राभिटी हो भनेपछि यसको के हुने भयो एक्सिलरेसन ड्यु टु ग्राभिटी भनेको मिटर पर सेकेन्ड स्क्वायर हुने भयो भनेपछि एल टीको पावर माइनस टूको पावर जेड भयो होइन। अब यमको पावर 0 एलको पावर यो भइहाल्यो। त्यस्तै यमको पावर एक्स एलको पावर वाइ अनि यो भनेको एलको पावर जेड अनि टी भनेको माइनस 2z भयो होइन। ओके एक सेकेन्डै म पानी पिन्छु घाँटी बहुत खराब भयो। ओके भनेपछि अब हामीले के गर्छौँ m0 l0 t माइनस 1 तो यम्स यहाँ केही सिमिलर छ छैन यमको पावर एक्सको एक्स भयो होइन। अब हेर यानि यल छ यानि यल छ यल इन्टु यल। अब हामीले किन भन्थ्यौँ ए को पावर एक्स र ए को पावर वाइ छ भनेपछि म पावरमा के हुन्छ एड हुन्छ। त्यस्तै पावर एल के हुनुभयो एल इजिकल टु वाइ प्लस जेड हुनुभयो अथवा एल को पावर एलको पावर वाइ प्लस जेड हुनुभयो टी को पावर माइनस 2z को माइनस 2z हुनुभयो। यता नि हाम्रो एमएलटी छ यता नि हाम्रो एमएलटी छ। अब हामीले यसलाई कम्पेयर गर्न सक्छौँ। अब के गर्ने कम्पेयर गर्ने यमलाई यमसित कम्पेयर गर्छौँ होइन। यमको पावर 0 यमको पावर एक्स छ होइन भनेपछि एक्स इजिकल टु 0 लेख्न पाइयो। त्यस्तै यदि हामीले यललाई कम्पेयर गर्छौँ भनेपछि चाहिँ यलको त के छ वाइ प्लस जे छ यसमा दुईवटा भेरिएबल्स छ अनि हामीलाई दुईटीको भ्यालु थाहा छैन। त्यही भएर हामीले के गर्छौँ जेडलाई लिन्छौँ किन जेडमा एउटा के अरे टीलाई लिन्छौँ किनकि टीको एउटै छ टीको पावर 1 इजिकल टु टीको पावर माइनस 2z भयो होइन 1 इजिकल टु माइनस 2z भयो भनेपछि और जेड इजिकल टु माइनस 1/2 भयो कि नै यो लेख्न पाइयो नोट गर पाइयो होइन। ल त्यस्तै गरेर हामीले केसको झिक्छौँ यलको झिक्छौँ। अब यलको पावर 0 इजिकल टु यलको पावर वाइ प्लस जेड भयो 0 इजिकल टु वाइ प्लस जेड भइहाल्यो 0 इजिकल टु वाइ 1 माइनस 1/2 भइहाल्यो माइनस उता के हुन्छ प्लस 1/2 भयो भनेपछि हाम्रो एक्सको पावर 0 यलको पावर एक्सको पावर 0 वाइको पावर 1/2 आयो अनि जेडको पावर माइनस 1/2 आयो। बुझ्यौ हाम्रो पावर के आयो यो आयो। अब हामीले के गर्छौँ अब हामीले अघि नै जुन यो फर्मुला झिकिदिउँ नि यो यमको पावर एक्स एलको पावर वाइ अनि टीको पावर सरी जीको पावर माइनस जीको पावर जेड। अब के गर्छौँ हो यसमा लगाएर यिनी सबको भ्यालु पुट गरिदिन्छौँ। के गर्छौँ पुट गर्छौँ पुट गर्छौँ भनेपछि चाहिँ पेन्डुलम टाइम पिरियड अफ पेन्डुलम इजिकल टु के यमको पावर एक्स एलको पावर वाइ टाइम अनि जीको पावर जेड भयो के यमको पावर 0 एलको पावर 1/2 जीको पावर माइनस 1/2 भयो। अब के को के भयो यो यमको पावर 0 भनेको 1 त्यही भएर लेखेन मैले। अब मैले अघि नै लेखेको थिएँ तिमीहरूलाई ए को पावर 1/2 छ भनेपछि चाहिँ त्यसलाई हामीले रुट ए भन्छौँ। यो भनेको ल अफ इन्डिसेस हो होइन भनेपछि एलको पावर 1/2 छ भनेपछि चाहिँ हामीले रुट यो लेख्न पायौँ यल पाइयो। अनि अरू मैले भनेको थिएँ यदि 1/√g छ भनेपछि चाहिँ त्यो भनेको के हो जीको पावर माइनस 1/2 छ भनेको। ओके सो अब के गर्छौँ अघि नै लाइट गएको थियो होइन त्यही भएर अलि समस्या भयो। अब हेर यहाँ थियौँ होइन सो केलाई हामीले के गर्न सक्छौँ सरी के इजिकल टु हामीले रुट एल अपन रुट जे लेख्न पाइयो। अब अघि नै मैले भनेको थिएँ यदि अन्डर रुट ए र अपन अन्डर रुट बी छ भनेपछि चाहिँ हामीले रुटमा ए अपन बी लेख्न सक्छौँ भनेपछि के को भनेको हाम्रो रुट यल अपन जी भयो। अब हेर हामीले यदि कन्सटेन्टलाई फर्दर के गर्यौँ सल्भ गर्दै गयौँ भनेपछि चाहिँ कन्सटेन्टको कति हुन्छ हाम्रो 2 पाइ आउँछ अनि यो के हुन्छ यल अपन जी। अब हाम्रो टाइम पिरियड अफ सिम्पल पेन्डुलम झिक्ने के हो यो फर्मुला हो। सो अब के हामीले के थाहा पायौँ भनेपछि चाहिँ डाइमेन्सन एनालाइसिसको युज गरेर हामीले के गर्न सक्छौँ फिजिकल क्वान्टिटी बिचको के गर्न सक्छौँ रिलेसन्स पनि देखाउन सक्छौँ। जस्तै यो फिजिकल क्वान्टिटी केसमा डिपेन्ड हुँदो रहेछ अरे लेन्थ र ग्राभिटीमा। ओके सो यति नै थियो आजको हाम्रो चावडा केसको भिडियो सरी यिनी नै के थिए हाम्रो डाइमेन्सनको के थियो युज थियो। सो आजको भिडियोमा चाहिँ हामीहरूले के पढ्यौँ बेसिक्स पढ्यौँ सबैभन्दा पहिला बेसिक्स त्यसपछि के पढ्यौँ स्पासियल डाइमेन्सन भनेको के हो त्यो पढ्यौँ त्यसपछि फेरि फिजिकल डाइमेन्सन भनेको के हो त्यो पढ्यौँ त्यसपछि फेरि डाइमेन्सनल फर्मुला पढ्यौँ डाइमेन्सनल इक्वेसन पढ्यौँ फेरि क्लासिफिकेसन अफ डाइमेन्सन पढ्यौँ अनि अहिले भर्खर के पढेर सक्यौँ युज अफ डाइमेन्सन पढ्यौँ। सो भिडियो मन पऱ्यो भने च्यानललाई लाइक सब्सक्राइब एन्ड कमेन्ट गरौ अनि कुनै पनि डाउट छ यदि तिमीहरूको भनेपछि चाहिँ कमेन्टमा मजाले सोध्नु सक्छौ र आफ्नो साथीहरूलाई यो भिडियो जति सक्यो त्यति सेयर गरौ। सो आजको लागि यति नै अर्कोचोटि हामी नयाँ यसभन्दा नि अझै राम्रो भिडियोमा हजुरसँग भेट हुनेछौँ। सो टिल देन किप लर्निङ किप एक्सप्लोरिङ एन्ड किप बिल्डिङ। सो यति भन्दै आजको भिडियो यहीँ एन्ड गर्न चाहन्छु। थ्याङ्क्स फर वाचिङ बाई बाई।